जोजोलपा सुकमी भाजु मेजपि थोख जाजो टाइम टु टक हरेक शुक्रबार पटिक तुगु जाजो जना जिपि छिकपिनुगु हने वे चुनागु जुल थुगु जाजोले जिमस सामाजिक राजनीतिक आर्थिक लगायत ठिठी समसामयिक विषयवस्तु खलबल याना वे चुनागु जुल नापनाप जिमस नेवाटे सफे माला चुगु समस्या व उगु समस्या गुकथा जेंगे फैले धैगु बारे न खलबल याना वे चुनागु जुल थौ जिमसा खलबल या तेनागु विषयवस्तु धैगु लु ओ या व्यवसाय या त केन्द्रित या नाख लु ओ व्यवसाय लिपाङ्गु अवस्था गुकथ ह्याना चुङ्गु अवस्था दु लिपाङ्गु अवस्था नेपाल सरकार बजेट भाषण या ठुङ्गु अवस्था दु उगु बजेट भाषण या त नेपाल सुनचादी व्यवसायी तेस गुकथ सोया चुङ्गु दुले लिपाङ्गु अवस्था भन्सार दर वृद्धि व विलासी कर धका नेपाल सरकार तगु दुसा उगु कर या त गुकथ व्यवसायी तेस सोया चुङ्गु दुले थौ थुगु हे विषयले केन्द्रित या खलबल यागु नीति नेपाल सुनचादी व्यवसायी महासंघ नाय मानिक रत्न शाक्य जुया त जिमस पाकथ बनातायगु जुल छासा वेक या त जाजो पाखे लस्कुस्या मानिक जु टाइम टु टक जाजो स लस्कुस्या ना चुना लिपाङ्गु अवस्था नेपाल सरकार 2080 व 81 बजेट भाषण या ठुङ्गु अवस्था दु तो बजेट भाषण या त कया विभिन्न निजी क्षेत्र थथगु ति धापु तै चौटी अवस्था दु थथप कथ एनालाइसिस जान चौटी अवस्था दु थो बजेट भाषण या त चाहिँ छिकमी नेपाल सुनचारी व्यवसायी महासंघ चाहिँ गुगथ कै चुनौती अवस्था दु ठुकी मिश्रित चाहिँ किसिमको बजेट चाहिँ कहाँ आउँदो मलाई जिमो सुनचारी विषय लेख्नले मिश्रित चाल लगाले छौन्यु चाहिँ छित सपोर्ट जिउ अथवा चाहिँ व्यवसाय त हिट जिउपट्टि मालापट्टि जान उके चाहिँ उल्लेख जिउ आउँदो छौन्यु चाहिँ हैन थेउ आउँदो कि वो नीति लगे जिउ वल लगाडा छ कने व्यवसाय चाहिँ या मफैपट्टि वातावरण न दैपट्टि एजे मिश्रित चाहिँ किसिमको जोडो ढकै पहिला नकारात्मक प्रभाव परे जिउपट्टि उ विषय खे चाहिँ खला अब नकारात्मक प्रभाव लगाएर दक्षिण मध्ये पहिला चाहिँ नेपालीपट्टि इतिहास है मुरुपट्टि ठुलु व यो तिसा चाहिँ जुन वो तिसा खे चाहिँ विलासी कर लगायो रका 2% विलासिता कर चाहिँ लगाएन बेलुका अब वो कर लगे जुन लगाएर छ कन्याउना चाहिँ छिउ नेपालीपट्टि लु बजार जग्गामा हो समग्र नेपाली तेरि है जुन चाहिँ संविधान बिउपट्टि मौलिक हक अधिकार हनन जीवपट्टि सम्भावना ढालका ढुका उछालेर गाडाहरूले नेपाली संविधान चाहिँ 2072 छि दको सकल नेपाली पिन्त जिउ सम्पत्ति योपट्टि चाहिँ हक छौ चाहिँ मौलिक फन्डामेन्टल राइट योपट्टि रूपे उके चाहिँ उल्लेख हान्टे टाउडु एडगा ढाबले छिसा चाहिँ चुना सम्पत्ति यो साधन त चाहिँ छिसा होल ल्याडु छिसा धारण याडु अलि वो धारण यान्ट यो सम्पत्ति पाखे छिसा लवा वला फाइदा जुन लगारा छ वो फाइदा क्याडु उइतो संग्रह याडु छिसा चाहिँ उइतो धारण याडु ढका चाहिँ उ मौलिक हक हेटै टाउडु सम्पत्तिको हक ढका तैले छिसा यान्ट लु चाहिँ कने मिन मालिबले चाहिँ अन 2% कर चाहिँ छिसा फुल मालिबते अवस्था बोल्ने अवस्था न्याबले फुल मालिब न्याबले न फुल मालिब मिबले न फुल मालिब अवस्था मिबले फुल मखला छिसा जस्तै नीति खे दुपट्टि हिसाब गरेर गराले 10 लाख वा सो भन्दा बढी 10 लाख रुपैयाँ अथवा उसिबो अपो यो न्याट दगाडा छ तिसा न्याट दगाडा छ उके चाहिँ 2% चाहिँ विलासिता कर चाहिँ पुलिमाल न्यामेस्या अहिले वो उठायो चाहिँ वो जुना सुना लुमी तिसामी वो नुमेस्या चाहिँ वो 2% कर उठाया मल तै मतलब 10 लाख न्याट ढाछ 20000 कर पुलमालका एक्स्ट्रा लुमीपट्टि जुन तिसाईपट्टि जिसा पुलिमाउटी भन्दा दयाडु उके अलावा 2% हामीले 10 लाख 20000 रुपैयाँ चाहिँ हैन एक्स्ट्रा चाहिँ अब एड युजुलका वो लान वे उपभोक्ताले सेकै उपभोक्ता मार परे जियो अलि छौला उपभोक्ता मार परे जियो जुल मेउ चाहिँ सुरा छ ओ अथे या सतगाला लुन ठिकै जुल नि जन अथे ठिकै चीज अलि उके माथि हैन चाहिँ जुन संविधान बिउबरी मौलिक हक सम्पत्ति रगाट है नि विलासिता कर दियो विलासी खर्च जुन खर्च बेफाके अथवा सोबाजी या त अथवा झिसा चाहिँ केनेउ लागि मे पनि त फी केनेउ लागि नि वो केनेउ लागि या खर्च त चाहिँ विलासिता खर्च दगा दाइ उके विभिन्न शीर्षकका खर्च या फुगा तर वो खर्च जिरो को के भटे ल्याइ मखका विलासिता नसिरहेका तर लुला सञ्चय जुन त्यो अवस्था अब विलासिता थाउने पटी जिनु भए त हो ओखनो मन्त्री जुन नाप्लानले मन्त्री जुन नभए त हो कि झिउठो लु ढका रह्यो चीज मेउ सामान थे यो छका योजना अथवा चाहिँ वो खर्च याना चाहिँ सिरै चीज मखो हो तल पुस्ता दर पुस्ता मलाई सम्पत्ति रुपैयाँ छिउ परिवार चुन्छुनी अहिले बहुना डेको टिसा कने कस कान अझ बजार डेको टिसा छैन टकन चाहिँ धारण याना करे चाहिँ बजारे मिउै ताले ओला सम्पत्ति सञ्चय जोच्नेपट्टि चीज ख ओके विलासिता कर लगाए ढका ढ्याबलेला ओला संविधानीय मौलिक हक अधिकार हनन जुपट्टि चाहिँ जुल्ने धाले सकल नेपाली टेउपट्टि जुन सम्पत्ति खे चाहिँ पहुँच दिएमा वो पहुँचै मरेज ल एजिया ठो चीज चाहिँ हटेजीमा अहिले हैन गरगहना अथवा चाहिँ सुन चाँदी त विषय चाहिँ लगानी यो क्षेत्रका मलाई चाहिँ सुन चीज लगानी हामीले विभिन्न चाहिँ लगानी क्षेत्रमध्ये शेयर जिफु घर जिफु जग्गा जिफु अटेन्ट लुन वन ख
अलि वो लगानी क्षेत्र खे ए विलासिता कर लगायत ढका ढासाला झिसन कने घेना लगानी आऊ घेना चाहिँ उके प्रतिफल क्या हो अहिले घेना चाहिँ समृद्धि हो आर्थिक समृद्धि लागि ओला जीवमुक्त नि छ ताल ठिकै समग्र नेपाली आर्थिक विकासित पंगला थनी एजा ठिटो चाहिँ झिसन लगाया मजु लुङ अहिले चाहिँ विलासिता कर मुक्त यामा ढका चाहिँ मिया चाहिँ उखन तयुदो तर वो लगेजु लगा ढासा समग्र नेपाली अर्थतन्त्र उके चाहिँ उके मतलब ब्रेक लगेजु ठेन्टु जी छौपाट मेउ चाहिँ तो जिउ धर्म संस्कृति रीतिरिवाज जिला चाहिँ मनो चाहिँ बुसानी चाहिँ शिवले टक्क न चाहिँ छिटो विभिन्न किसिमको दिशा छिटो धारण आएमा आवश्यक दो जिउला कल्चर वो खने एजे वो कल्चर ते न छिस धनेन तेमा वे जिउ नेपाल ते पहिचान न ख जिउ संस्कृति यहाँ आए संसार भरि चाहिँ जिउबटी चाहिँ पहिचान नेपाल ते रखा चाहिँ छिटो मसिकी ढाबले ठ्यो ठ्यो चीज त चाहिँ सरकार कर उठाया हिसाबमा चाहिँ स्वयं हो नकारात्मक पक्ष दुला सकारात्मक पक्ष चाहिँ गुको ठाउँ होइ चौंटी अवस्था दो छिपन्द ओके सकारात्मक पक्ष ढका ढाबले आठुसियो पनि बजेट है जिउ जुन पुलाउ पहिला परम्परा निखे चले जाउ चौपटी जुन रैठाने पेशा व्यवसायहरु वो व्यवसाय यन्त्रपि मनुटेट चाहिँ सहुलियत कर्जा बिउ ढका चाहिँ छौ नु व्यवस्था के वो ढका तै मतलब आठुसी चाहिँ जुन बजेट पास या वल ढका ढासा जिउ चाहिँ परम्परा निखे जान्छ जिउ परम्परा निखे चले जाउ पेशा व्यवसाय ख बाजा तबा बाजा निखे चाहिँ चले जाउ चौपटी अहिले वो पेशा व्यवसाय या पिन त विशेष चाहिँ सहुलियत दर चाहिँ सहुलियत ब्याज दर छिटो चाहिँ कर्जा चाहिँ उपलब्ध जुयु ढका ढै मतलब आज गुलिबिल देवा बिउला मस्युनी इमसा कार्यविधि देखि जी तर उकि छुन छु चाहिँ छिलु व कमिन तेट न चाहिँ विभिन्न पेशा व्यवसाय उठकी जे पल धापानसी जान्छ न वइ चौपटी वो डक्को नाप चाहिँ लु व यो पनि जाइ पिन त न छु पटी चाहिँ राहत चाहिँ आर्थिक रूपमा फाइनान्शियल म्यानेजमेन्ट याटा उकि पटी चाहिँ राहत चाहिँ दैथे छ वो राहत चाहिँ वो फाइनान्शियल सपोर्ट चाहिँ कारिगरी जस्तै परम्परागत रूपमा ज्याना वइ छम कारिगरी बिउ खलागी छम बन्जाइ त बिउ व्यवसाय यन्त्र पिन त चाहिँ बिउ सहुलियत बिउ जुल उके अलावा अथवा चाहिँ तो जुन परम्परागत व्यवसाय यन्त्र पि मनुटे त इमु व्यवसाय त संरक्षण न याव ढका चाहिँ उके विशेषना चाहिँ आ छिउठो छिधा नेवाटेउला ठो दलित ढका रे प्रचलन मरु तर छि नेपाल ठो छिउ जुन ठो नेपाल मण्डल ढानी छि उपत्यका सोनिगन पिनेउना सोने भले मोपसले चाहिँ जुन जिल्ला दुने विभिन्न जिल्ला खे उनी भले अन चाहिँ दलित ढका ढुका दलित ढका हामीले छि विश्वकर्मा सुनार जुन चाहिँ मेउ चाहिँ के चाहिँ विभिन्न महिला सिन्धु अन्त चाहिँ इमुपट्टि जुन गुली चाहिँ न डाइपिँदै गुली चाहिँ सुझाइपि मलाई लाका सिपि विभिन्न ज्यादै नै न वो डुपिन्द चाहिँ उके न अंश चाहिँ संरक्षण या ढका बजेट ढका अहिले वो संरक्षण मध्ये छ होला छिलु न ख चाहिँ उठो सुनार देश चाहिँ अहिले परम्परागत पेशाहरू चाहिँ सरकारले संरक्षण याको तातुना चाहिँ लु ओज के मक्की विभिन्न हस्तकला सम्बन्धी चाहिँ चाहिँ फुक्सित क घागु तातुना चाहिँ वो चाहिँ सकारात्मक बाला पछि हजुर अहिले मेरो चाहिँ थर्ड चाहिँ सुलेर घाट हामीले छिउठो जुन कलाकारिता अथवा चाहिँ जुन स्किल दुनी डेभलपमेन्ट यो लागि न सरकार चाहिँ विभिन्न चाहिँ कार्यस्थलमा आधारित चाहिँ रोजगारी कार्यक्रम ढका न बिउडु अब उके ना कनेउना चाहिँ छिटो जुन चाहिँ दक्ष जनशक्ति उत्पादन या लागि ट्रेनिङ निस्केका या जुन किसिमको चाहिँ छिटो म्यान पावर डेभलपमेन्ट यो लागि उके लागि न चाहिँ छुपटी चाहिँ सपोर्ट चाहिँ सरकारी पाखे वहीपट्टि अन्ठाल न लपु चाहिँ तौडु अब गुल्टोको कारण यही मै आवला सोहे बाग्दनी तर ठो पार्ट चाहिँ सरकारी बजेट योपट्टि चाहिँ तो सकारात्मक पाटोगा अहिले नकारात्मक पाटो खे छौ छैन चाहिँ विलासिता कर ढका ढया मेउ चाहिँ भन्सार दरियोपट्टि वृद्धिका भन्सारे गैन बिलले रगाएर हामीले नापा चाहिँ 1 किलो नु इम्पोर्ट जीवले 8.5 लाख रुपैयाँ भन्सार पुल मागा सरकार त भन्सार विभाग मलाई अन्तर्राष्ट्रिय विमानस्थल लु इम्पोर्ट हेबिले अहिले उके चाहिँ आठ बढाइना चाहिँ आवया छ 10% यो चाहिँ लगाइदिए छौं भन्सार आवया उइरो 50% बढाइना 10 यो 15% जी7 ग आ चाहिँ लगभग 13 लाख रुपैयाँ भन्सार पुलमा हिसाब जुल हामीले 8.5 लाख जुबले थनु चाहिँ जुन किसिममा चाहिँ बजारे लु अपो इम्पोर्ट जी मलाई एरगा चाहिँ हैन उके कोटा सिस्टम न लगान टाउटोका त मतलब नि चाहिँ 10 किलो ताको आयात सिस्टम टाइट अब उक्यु विरुद्धला जस्तै थो नेपाल सुनचारी व्यवसायी संघ नापनाप मे पिन छन थो कोटा चाहिँ बढे मान्दै बारम्बार चाहिँ अवस्था खटै छ सरकार चाहिँ ठिलो चाहिँ सो नियन्त्रण यापट्टि नजर आउँछको सोइछन ठो व्यवसाय त नियन्त्रण या हो उके यको लगानी मजुइकियो अथवा उके पाखे चाहिँ विदेशी मुद्रा यको प्यामाउने मार यो हिसाबमा चाहिँ ठो सोइचौ नजर जुल तर ओके ना छुपाटले लगाएर हामीले देशीपट्टि जुन ठो राजस्व जुन चाहिँ छिउपट्टि एक्सपोर्ट निसेका या तन जुन चाहिँ छिउ कला संस्कृतिपट्टि जी कला तिसा वसा छित मानिस छिटी मसिका तिसा पिपैचौडी अवस्था ख हिमालय चोप छ हिमालय तिसा हिमाल डिजाइन दै अलगै दै छि पहाडे चोपी पहाडी डिजाइन अलगै दै तराले भन्दा तराई डिजाइन अलगै दो
अले वो टिसाए वो घणी में मनु ढका रही टकना जातीय पहिचान टकना झिसा चाहिँ उकी चाहिँ पिबै चौं रही ढाबले अयो चीज खे आठो जुन किसिमको पनि भन्सार बढे जी साट कहे गेजुले रका ढाबले कने चाहिँ नियन्त्रण न्यू उपायका छौ चाहिँ भन्सार बढेना नियन्त्रण या हो छौ चाहिँ कोटा सिस्टम लगाएन इम्पोर्ट कमिएन नियन्त्रण या हो मखला 10 किलो याना चाहिँ वो छौ किसिमको नियन्त्रणात्मक व्यवस्था खेला छिपी पहिला नि अलरेडी दुजोलका वो डेग हान भन्सारमा बढेन बिल 15% यान बिल ढाले उकिन चाहिँ नियन्त्रण जीवले ठुला ढोरो नियन्त्रण खेला आवे जुल जिसा सरकार त धै छु भन्सार दर बढे जु ठेन छौ नियन्त्रण प्रणाली अनलगे जी रहला अपो ठिकै जी सरकारला मन्टेसन इम्पोर्ट लाई कम यही ढाले कम जीव खाएको तो कोटा सिस्टम छा लगाइन टाइम हो ठिटला ओपन यासा जिल्नी छ मलाई ठिकै भन्सार बढे आछ ठिकै कोटा सिस्टम हटाएमा आउ खा ठोक कोटा सिस्टम न हटाए मजुल ठिकै भन्सार न बढे जुल ढाले ठुक बजार लु ओ बजार चाहिँ आकने चाहिँ छिसना जुन औपचारिक बजार थाइ नि जी सामान्यतया इम्पोर्ट एक्सपोर्ट या बजारी पनि डिमान्ड एन्ड सप्लाई ठ्याक्क मिले जे चौपटी वो सन्तुलित बजार जुइमाउ चीज यो थासे कने वनाला चाहिँ तस्करी अपो मौले जुटे अवस्था त्यहाँ होला छाडा सरकार अन छौ कोटा सिस्टम लागु यान अवस्था दुल मेरे भन्सार बढे साथे तस्करी उहाँ तस्करी बिन एको लवा दे जुल ढाले इमसँग झनै एको तस्करी यही हमसँग अपो लवा नै ढाले कने यो नेपाली वो बजार ओला पुरा चाहिँ तस्करी खे आधारित जु भने जिसमा चाहिँ वैधानिक बजार जुन देखे रखा ढया चाहिँ जिसमा कुटा या उखा वो ओपन मार्केट सिबेन इन्फर्मल मार्केट हाइवे जिया कने छिउ बजारे चाहिँ तस्करी तन्त्र अले इमसँग जुन तस्करी या इपि चाहिँ झन्झन तरह ज्या वइ अले जेन्युइनली व्यापार व्यवसाय इपि मन त झन्झन चाहिँ लिकुना वनमा हो चिरा जीवनमा हो अले पलायन टकन जुइमा अवस्था चाहिँ वही सम्भावना जस्तै व्यवसायी देशमा चाहिँ लो आयात यात चाहिँ छौ सरकार छिना छ ल कोतन लागु यान चौते अवस्था दु छौ आ भन्सार दर्न बिदि यान चौते अवस्था दु अथवा धाक धाकन थन थौकने सोनिगले सोयो खस या काठमाडौँ उपत्यका सोयो खस बरु आलु पस कमजी लु पस योको दुति अवस्था दु लु पस योको दुति अवस्था दु वेगो पिन्छ चाहिँ जस्तै गुल्ली थासे छतला ताकन मिमा पिन्छ ताकन थो जस्तै पस त तयार चौते अवस्था दु त अन्थालको मिसयुजेज जि दैति ततर व्यवसाय देश चाहिँ इमुति आवरण चाहिँ अन्थालको छौ गलत प्रवृत्ति गलत ढंग चाहिँ अन आयात निर्यात यही दैति न वो छौ ग्याचु दुति न अवस्था खनिस नेपाल सरकारले त अन्न स्पष्ट मौजुद अवस्था दु ठुकी चाहिँ नेपाल सुनचारी व्यवसायसँग चाहिँ गुगथा भूमिका मिचौं दु छिला अझ बालक खण्डुति अवस्था ख ठुकी आछि दैति उते हेर्नु बजारी पनि विकास जगाउनुका जिल्लु वय मार्केट चाहिँ थन उपत्यका आलु प्याज सानो दथेजमा एको सैबुलेला थासे यो कुदो किराना पसा सिबेन अपल्लु पसा दैवला दैपुरी छुपुरी विचार वो अठेका छियो थो उपत्यका जग्गा बढे जो बढी मखुठो पसा हरेक चाहिँ छियो पिने हरेक प्रदेश सातैवटा प्रदेश है जिसमा मुख्य शहर है अथवा नक्नी चाहिँ उदय जचौं शहर जुन निर्माण जचौं अन्न उना नुनु शहर न सोवन ढका ढासा दक्षिण मध्ये अपो बढे जो ढका दैए तो लु वय बजारका अथवा विकासित चरणे दो अले सरकार त चाहिँ ठो व्यवसाय पाखे चाहिँ जुन किसिमको राजस्व हुन्छौं दो मलाई सरकार त राजस्व हुन्छौं दो अले ठुके आधारित जे रोजगारी वृद्धि जचौं दो लगानी वृद्धि जचौं दो अर्थतन्त्र चलायमान जचौं दो ठुके जुन किसिमको पसा बढे जा बोल्ने उनीलाई चाहिँ अर्थतन्त्र त चलायमान यही नि छ मलाई घर भाडा वनी कर्मचारी त रोजगारी दै जै पिन काली त ज्यादै लगानी व्यवसाय त निवा पेंगा टेबल वन दै उपभोक्ता त चाहिँ मापिस ठई किसिम सेवा न प्राप्त जुई ताले ओ डक्कु चीज इम्प्याक्ट चाहिँ ओभरअल उना गर्नुले हामीले नेपाली अर्थतन्त्र विकासको लागि मलाई उकी चाहिँ जुन जीडीपी जुन चाहिँ डोमेस्टिक चाहिँ जुन किसिमको चाहिँ प्रोडक्सन हो मलाई उकी त ग्रोस डोमेस्टिक प्रोडक्टिभिटी चाहिँ जुन किसिमको क्याल्कुलेसन हामीले लु यो मार्केटमा छु योगदान याञ्चनले छ सरकारी त मलाई ठो देशी निर्माणको लागि यो चीज चाहिँ ठुके के होगा तो विकासित चरणे दो आ नापा छिसा चाहिँ लोन लनले तराजुखे लालगिरी तयार लना कम्पनी तयार लोन लना चाहिँ मिल बजार खन्छ त आ ठाउँको नै वना वो लाल दको चाहिँ हटे जाउन आ दको डिजिटल वेइङ मेसिन तयार चाहिँ बजारी व्यापार ज्याछ विकास हो नापा चाहिँ जासा तयार चाहिँ टाङ अनेक दिशा दिएका मिउपट्टि पस ठाउँको नै चाहिँ दको करोड रुपैयाँ लगानी हैन तर शोरूम टाइपमा चाहिँ बजार चाहिँ चलाइ जाउल नापा स्टक टेल चलन मरो अर्डर बिया 1 महिना 15 दिन 20 दिन लिपट्नी अर्डर सामान काउने चलन दु ठाउँको नै ठाउँना ठाउँ हे टेपला टन्डे सामान जनावे फुपट्टि अवस्था न तै होला मलाई बजारी विकास जगो खनि होला अले चाहिँ क्वालिटी लागि न नापने जुन चाहिँ आ नाप कसी खेजको घटेना सोया चाहिँ ठो गयो गुली ग्याउ नुख ढका उके आधारे जसा कारबार या उठासे आ विभिन्न टन्च मेसिन त तया इलेक्ट्रोनिकली वो ल्याब मेसिन उयो टेस्ट उके प्युरिटी चाहिँ जसा सोया उके ग्यारेन्टी तया चाहिँ जसा कारबार या फट ताले गुणस्तर खेना छित एको बालन होला अठेन्डु जुन चाहिँ ठो भायो विषय खेना छ उपभोक्ता सरकारले अन्ठान खनि
मलाई भायोपट्टि विषय खेन जुन किसिममा हरेक दिन योपट्टि लु भयो ठाकुवा जो छ नि हरेक दिन उके सर्कुलेसन हरेक पसले डिजिटल डिस्प्ले बोर्ड मार्फत टेक्नोलोजीपट्टि प्रडक्ट उपयोग या मलाई एजिया ठुट पस चाहिँ बढे जाऊ खा अहिले नेपालीपट्टि जुन लगानी सेक्टर त दुनी विभिन्न थासे लगानी या मध्ये हरेक उद्योग लगानी या झिउ उद्योग चाहिँ डुबे कमाइएको अवस्था विभिन्न किसिमको चाहिँ झिउ छिमेकी देश इन्डिया अहिले चीन पनि न्यून चाहिँ त्यसमा इन्डस्ट्रियलाइजेसन चाहिँ झने लागेको छिसिबे अंशमा चाहिँ लार्ज स्केल प्रोडक्सन यही इभ्यू प्रोडक्सन अब छिस थने प्रोडक्सन चाहिँ कम्पिटिभ अफो एजोले चाहिँ झिउ चाहिँ कम्पिटिभ एडभान्टेज दुपट्टि चाहिँ प्रोडक्सन जुन उत्पादन दु ओछुलेर गर्ने हामीले झिउ थनियो टिसाका वो टिसा चाहिँ झिउ मौलिक गहना जुल टिसा न एकदमै चाहिँ युनिक हो इन्डिजिनियस डिजाइन उकेडु अहिले मेरो छ ह्यान्डमेड वो मिसिन ढेकियोपट्टि 56,000 पिस पिकाइपट्टि म छौछौना लाठन ढेकियो जुने झिके वो केहीपट्टि वो कम्पिटिटिभ एडभान्टेज झिके ढुगा अहिले नेपालीपट्टि चाहिँ जुन नेपाली त चाहिँ ठाउँले विदेश हुन्छ हुँदो अहिले विदेशै चपी नेपाली टेसन चाहिँ पिन्चुनीले नेपाली अपमाइ लगेजी अन्त झिउ धर्म संस्कृति मलाई हाम्रोमा लाउने खालको टिसा भयो वो डिमान्ड ओख्याइ भयो जुल हामीले हरेक ठासे जिल्ला चाहिँ पिने मोपी मन त मार धोका ठाउँ हरेक घर परिवार छम मनु विदेशै मरुलाई छेडै मुख्ने चल्नु नेपाली हो झिउ मन उली पियाउनु ढुका हामीले इमुना जुन डिमान्ड भयो वो डिमान्ड यो कारण न पस बढे जाऊ जुल छौ मखला मेरो चाहिँ झिउ जुन ठो लगानी या सेक्टर मेठा लगानी याद कि त्यो सुख गे घर ल्यावेला मवेला तर लुई लगानी अन्त जुन लगारा छ वो लगानी रिटर्न वे आए जग्गा बढे जो सानो उयोपट्टि छौ चाहिँ बालापट्टि टन दुनी छ लुखे जग्गा डु मेउले मरो मखला ए राहुली चाहिँ बन्द चाहिँ लुयु खे चाहिँ लगानी बढेन यङको डु ए जुलिना ठो जुन बजार चाहिँ बढे जाऊ उकी चाहिँ अब गलत बन्टेसँग चाहिँ उकी प्रयोग या त कि मेटा जस्तै तस्करी नाप सम्बन्धित विषयवस्तु त वही उकै लागि चाहिँ यहाँ माउछुले हामीले व्यवसाय त बन्द या म हो व्यवसाय बन्दैन तस्करी बन्द जी म झिसँग छियामा लाग्छ तस्करी यही पनि निरुत्साहित यही पनि पोलिसी है मालगा मलाई बजार त खुल्ला रूपमा चलेको बिमाल नि बजारी विकासित त रोके आऊ म उइट झन् बढेको बिमाल हो गुली बढे जुल आ ठाउँ झिसँग हानु सरकार त झिस वर्ष चाहिँ 11 अरब यो राजस्व सरकार त उन्चाउनुगा ठुलो क्षेत्र आ झिसँग उइट व्यवसाय अझ विकास याफट उइट कच्चा पदार्थ उपलब्ध एनबी फट उइट दक्षिण जनशक्ति झिसँग उत्पादन याफट एक्सपोर्ट याफट ढाका हासला 11 अरब योलाई झिसँग 30 अरब त गर्न चाहिँ झिसँग राजस्व पुले भयो झिसँग वर्ष चाहिँ ठाउँको 100 अरब यो ट्रान्ज्याक्सन ढुका नेपालभरि लुङ भएपछि अब 100 अरब यो जग्गा ट्रान्ज्याक्सन 100 अरब जग्गा छाचरमा झिसँग 200 अरब 300 अरब याफु ऊ गुल ठाउँ वाला देशी त फाइदा जी चीज खा नि रोजगारी बढेजी सरकार राजस्व बढेजी मतलब उइट वो पसा बढेजल लगा चिउटा झिसँग चिन्ता योको यामा उइट गहना सस्ते नि या वो बढेजो पसाइट चाहिँ कने बन्द मजुरीको लागि झिसँग छुया माल्ने छ सरकारी पोलिसी मतलब ताकि नेपाली अर्थतन्त्र अझ विकास हुइमा थनियो टिसा जुन चाहिँ उत्पादन चाहिँ वो सारा संसारै भरि बिक्री या भई वातावरण देमाल मलाई उकेला छिरो देशको लागि छन् भाला बढी चीज ख नि संसारै हान नेपाली टिसा बिक्री वितरण या त निर्यात या त न हान हस्तकला युति माध्यम उन्माउति अवस्था दुनी मलाई तो हस्तकला युति माध्यम छौ टिसा दै चीजला आफै छौ विलासित छिन हाज सरकार न विलासित धगा दै चंदो हान उएको पुनस चाहिँ हान निर्यात या त चाहिँ हस्तकला माध्यम छौति वो जुन प्रणाली दु वो भजी आफै कन्ट्रास्ट जिचौंति अवस्था खण्डु नि वो अठेका छ जुन उत्पादन यही नि उत्पादन त चाहिँ छौ पिनेको लागि सर्टिफिकेट अफ ओरिजिन धगा रहेका वो सर्टिफिकेट अफ ओरिजिन गरम उत्पादन जो चीज खले ठोरका वो प्रमाणीकरण या ज्या चाहिँ हस्तकला यान जाउँ जला एजे आछि छ वो विषय खेन चाहिँ खला बागी त नि सारा सटो एक्सपोर्ट जब बढे ज्या होई बिले उइटला छ चाहिँ इन्हेन्स या उइटला अझ प्रमोट या खने गुली प्रमोट ज्या न उलिए छ व्यापार बढे ज्या होई रोजगारी बढे ज्या होई एजे वो सर्टिफिकेट अफ ओरिजिन बिउ ज्या चाहिँ हस्तकला यान उके छितो छैन प्रब्लम बरु हामी यहाँ यान बिमा ल वो पिने एक्सपोर्ट या पटी लचाके माला छ त मलाई उके छिटो सु प्रब्लम बरु तर छिटो प्रब्लम चलेर गरे हामीले वो एक्सपोर्ट या त माउ कच्चा पदार्थ भन्छ जुन लु माउ खा वो लु छिटो भन्छ लु मरुले सुजुल अहिले वो काला बजारी अथवा तस्करी इमु पनि चाहिँ अब मार्केट चाहिँ इमु शेयर छिपी चाहिँ जुन किसिमको चाहिँ थै कच्चा पदार्थ पहुँचे मर्छ हिसाब कने चाहिँ एक्सपोर्ट लागि छलन डिमान्ड अनुसार सबैले या भइ मक्त कच्चा पदार्थ कम जग्गा उपलब्ध एजिया सरकारले हिसाब भाटुका चुनाव या चुलेर गरे हामीले सिमसँग चाहिँ वो नियन्त्रण युपट्टि नजर जग्गा सुएमा छिला डिमान्ड अनुसार सबलाई मजुरी साथेला तस्करी थाहा हुने स्वाभाविक त्यो अवसर थाहा छ थै दिमाग पूर्ति या माउ मलाई सामान ल देगे बिमाला अहिले न्यानो सेना चिया जुसान सामान क्याउ लागि चाहिँ थै कच्चा पदार्थ माल एजिया ठिकै त चाहिँ चाहिँ सरकारी चाहिँ जुन पोलिसी त हो
वो नियन्त्रणमुखी सिबेन प्रवर्धनमुखी जुइमा ल सरकारी पोलिसी चाहिँ देशी विकास या व्यवसाय त चिनामा कि व्यवसाय त चाहिँ अन्त जायके बिहा चाहिँ फ्रीडम खुला रूपमा जायके बिहा उयो चाहिँ अझ विकास विस्तार ज्यादा यङ्गे फट ढका छ समग्र नेपाली यो विकास जुइरु कि हान मेरो पार्ट चाहिँ चुन दुर्गा हामीले छिसँग चाहिँ व्यापार घाटै खनाइका सरकार ठुसिया मन्दिर लगै चौधु नेपालले व्यापार घाटा बढाइ चौधु त एको उपभोग्य सामान त इम्पोर्ट जो छियोला ठना कृषि प्रधान देश तका ढाइ ट्याबले तर कृषि प्रधान ढासा नेउ निसे कया टोनिउ टकना सामान इम्पोर्ट ना रहि चौधुका छिथा उत्पादन एकदमै कम ज्या हुन्छ चौधुका ट्याबले यो चीज त छिसँग घेना रोके हो उइटो चाहिँ पोलिसी दिएका छिसँग उइटो सम्बोधन जिमा हो चीज अहिले वो कन्टेनर जुन सामान इम्पोर्ट एना है वो इम्पोर्ट होला छिसँग पुलिमाल नि वो पुलिउ लागि छिके एक्सपोर्ट या सामान छले है छिके डेमाल नि उत्पादन वो उत्पादन के नजर जित है नि मेउ सामान उत्पादन याबले न चीन नपछिसँग कम्पिटिसन या भई न भारत नपछिसँग कम्पिटिसन या बि तस्का छिसमे 25औं वर्ष इबि झनेला छिपिन लुने तिनी अहिले इबि नबो कम्पिटिसन या मफेले छिसँग एक्सपोर्ट मार्केट पिर बि उसले सामान पिछे छु जिते थयुटी मौलिक दुबडी वो तिसा जगह ख अहिले तिसा न हन गयो लगा हामीले वो कन्टेनर छगले वो सामान यो पेमेन्ट बि त भुक्तानी पेमेन्ट बि त छिसा चाहिँ बट छले प्याक या तिसा छैगोल लगा ढास वो तिसाइपटि मूल चाहिँ वो कन्टेनर हो इन्डिया देखि म चाइना देखि म मंगलसूत्र देखि म जिउ मौलिक डिजाइन जगह देखे फुबडी एजुले वो चीज त प्रमोट या माल सरकार व्यापार घाटा घेना कमियाउ ढका यो चाहिँ जुन विभिन्न चाहिँ शीर्षक छलफल ज्या नि उकि लु वइ टिसाइड न एक्सपोर्टेबल आइटम खेट या उइटा माउ किसिमको पोलिसी देख बिमाल र मेटेरियलपट्टि पहुँच देख बिमाल दक्ष जनशक्ति ट्रेनिङ या ठाया देख बिमाल अहिले उइटा ज्याया उ चाहिँ वातावरण बिल नीति नियम त देख बिल लगा ढासाला थो व्यवसाय नयाँ नेपालीपट्टि कायापलट या हो मलाई छिसा चाहिँ इन्डियापट्टि नसुए चाइना नसुए इमसा चाहिँ इमो टोटल जिडिपी 13% इन्डिया यान जाउँदो 15% चाहिँ चाइना यान जाउँदो इमो जिडिपी 15% रेभेन्यू जेनरेसन तो ज्वेलरी मार्केट यान जाउँदो हामीले छिसा छिमेकी देशपट्टि कपी या भले ठो चाहिँ जुन किसिमको आर्थिक विकासको लागि जुन चाहिँ इमसँग ज्वेलरी सेक्टर त चाहिँ इमसँग प्रमोट एना चाहिँ विकास या त वो विकास हिसा छ्या कपी भया हो बामला मेमियो चीज जगह कपी या मा रगा रिउ मको अमसँग छु चीजमा विकास एना काल छिदन वे चीज कपी आस्ते छिउ देशले विकास हुन्छ त लिपाङ अवस्था छि ठुले तैसौ त्यो अवस्था जस्तै व्यवसाय प्रवर्धन याको लागि थुसी सरकार न छौ बजेट सकारात्मक हो छौ आर्थिक रूपमा क्वाली यावटी खत वदु धगा तैदिल त लिपाङ अवस्था चाहिँ छि परम्परागत रूपमा व्यवसाय याना वइ चपि छिनेवा दाजके चाहिँ चाहिँ बुलो विस्थापित ज्या छौ त्यो अवस्था दोस्रो निकले न तर अन्ठालको वे थासे नाब थपिन्ठा कारीगर चपि चाहिँ आ सौ ज्यावे ढुको अवस्था दो लगभग बालाउ थासे छिउटी भ्याइपी था धाउ थासे न्यू रोड दरबार मार्ग थे जागु थासेला छिउटीला टोटल नेवाट विस्थापित ज्या अन मारवाडी देश लाटे नुटी अवस्था जुइनु थो अवस्था बोलंगु या त चाहिँ नेपाल सुनचारी व्यवसायीसँग चाहिँ गुखन सुइचौटी अवस्था दो झिउटी ज्याला हान छिकमिनुटी संगठन न विभिन्न थरी खनी वो चाहिँ छिकमिन चाहिँ गुखन सुइचौनु दो झिउटी ज्याला तुलु सुइउटी ज्याजके जुइचौटी अवस्था पनि आठो चाहिँ गेर छिउ अस्तित्वै सवालका छिनक्ने धैर्यपट्टि प्रश्न रह्यो छिउटो नेवाटे हो अस्तित्व त गैना ल्याङ्गाटे हो झिसाला अध्यक्ष कार्यकर्ता न मरे ढुङ्गो अवस्था दो झिसाला बंगाली त याथन जयक माउटे अवस्था दो एजुले चाहिँ झिसा चाहिँ ठो चीज त चाहिँ जुन चक्कर उल्टा चले जाउँ ख उइटो सुल्टा चले लागि चाहिँ या माउ छलेछ ढका हामीले छिके चाहिँ जुन म्यान पावर उत्पादन यापट्टि छौ ट्रेनिङ सेन्टरपट्टि आवश्यकताहरु अहिले न्यू जेनेरेसन जुन युवा पुस्ता चाहिँ ठिकै डाउँ चपिन्थ्यो नि आज जस्तै छौ जेनेरेसन बुढा भने उयो क्यापी उयो ह्यापी मलाई अथवा चाहिँ उयो छेपी हामीले आठौँनै प्रचलन गयो उके जेचौँ प्रमुख कारण चाहिँ सुरु हामीले ठो लुवै व्यवसाय जुन हो ज्या जुन हो ठो ज्या चाहिँ छिउ शैक्षिक चाहिँ मान्यता दुने अथवा वो ज्या यो सम्मान वो पहिचान चाहिँ मर्गा जिसा यहाँको ज्याया सम जुसा लाटे स्किल दुमा चाहिँ मलाई सिप दुमा मनो जुसा न वहाँ जब ज्याए नि उइटा सुरु गाइरहेको छ काली गर्दा लुकमिना काज गरिरहेका उइटा डाक्टर न ढाइमको इन्जिनियर न ढाइमको सम्मान मरो पहिचान नमरो एजुनी ठो चीज त परिवर्तन हामीलाई नेपाली शिक्षा प्रणाली जुन हो ठो शिक्षा प्रणाली खे जस्तै छिसा चाहिँ +2 ब्याचलर मास्टर PhD मलाई आठेन्ट हो ठो सेक्टर त नछि अठेन्ट +2 या एकाडेमिकली चाहिँ उयो चाहिँ छौ लिङ्केज शिक्षा प्रणाली खे दुई के माल अहिले ए अंकल ढका ढास जग कने चाहिँ इन्जिनियरिङ बाउ अठेन्ट ज्वेलरी त भयो माल नि छ कने ज्वेलरी पति अब के न ज्वेलरी डिजाइनिङ दु ज्वेलरी म्यानुफ्याक्चरिङ दु ज्वेलरी रिफाइनिङ दु के विभिन्न धारा उके चाहिँ दु उके पति हाँगा बिंगा त दु मलाई अछु बनि हुँदैछ डाक्टरै मसान मिखाई डाक्टर अलग जी
नाक कान घाँटी अलग गर्दै मलाई मुटु अलग गर्दै त नेपाली एकाडेमिक रूपमा ध्यान म फुकान ज छुले सा त्यो चाहिँ सरकार ध्यान मटाउ सरकार जुन चाहिँ छियो पौराणिक रूपमा ज्याज्या चौँ संस्कृति जुन आ छिटा ढामल लगाएर छ छियो नेपालीपट्टि पहिचाने छिटाईपट्टि चाहिँ आकाश कला मलाई छियो आर्किटेक्चर पनि छियो जुन किसिमको चाहिँ छिसँग चाहिँ भवन चाहिँ छिसँग जुन पुलाउन बाबै चुक डेका नभएर डेका टाउख वो आर्किटेक्चर सो उयो वे खनि वास्तुकला मूर्तिकला चित्रकला सङ्गीत विभिन्न जुन जुन कलापट्टि छिके चाहिँ विभिन्न चाहिँ विराट हुने वो विधायक चाहिँ सरकार चाहिँ एकाडेमिकली उयो कगना कि झ्यामाया छिटा शिक्षा गयो डुरा जागिर नै मण्डल जग्गा तयार दिएका छिटा चाहिँ शिक्षा बनाउनु लोकसेवा नक्युटी शिक्षा सेवा नक्युटी वो याना चाहिँ जागिर नै जग्गा ज्याजी तर एन्टरप्रेन्योर जुन चाहिँ ठौपट्टि स्किल केना चाहिँ ठौपट्टि ठय लजगा याना नैपट्टि जुन चाहिँ शिक्षा प्रणाली दिएमा वो मर्नु छु अरे वो मरु कारण आज जुल छलकर हामीले छिसम्म लुगामिया क्याम चाहिँ म्याम छ लु ज्यासेल हे बाबु भाषा वहाँ छुरेछ माथि जना याला से थे ज्याम बरजी डाक्टर बने इन्जिनियर बने अमेरिका अस्ट्रेलिया बने ठन्जना छिया भविष्य मरु न सम्मान दु न पहिचान दु ठेठेन ओयो जुल नि विरक्ति पर्न ढालगा अनि वो जो कारण हैन छियो जुन चाहिँ वो जेनेरेसन नेक्स्ट है नि पुला जेनेरेसन त सक्सेस हैन चाहिँ नोपरी जुन जेनेरेसन बेटर छ है अबि ठुके इन्ट्रेस्टेड मोर आकर्षण मन्ट ए जुन आ छिस छैन डुरगा रास महासंघीय पाखे छिस चाहिँ जुन 59 साल नि छे तो ज्वेलरी ट्रेनिङ सेन्टर लगा चाहिँ छिस काठमाडौँले ज्वेलरी ट्रेनिङ यान याका चुनाव डुगा अहिले वो ट्रेनिङ यान चुनावपट्टि जुन कोर्स त दु उइट छिस नेपाल सरकार न भए चाहिँ शिक्षा मन्त्रालय न भ उइट चाहिँ अछि मिलेन चाहिँ एकाडेमिकली उइट रिनाउन याव लागि जस्तै +2 एसईई मलाई अलेन्डु चाहिँ ब्याचलर लेभल ढाठेन्डु याव लागि सिटीभिटी धाउँछौ संस्था डुगा वो सिटीभिटी नभ एप्लिकेसन तयार अनि उके लागि चाहिँ जुन माओ पाठ्यक्रम त विकास याना पाठ्यक्रम आधार कने चाहिँ छियो ज्वेलरी सेक्टर न बने फैपट्टि बने दईपट्टि यो विभिन्न लेभलपट्टि चाहिँ कोर्स पछि चाहिँ उके करिकुलम त देखाउँटुगा अनि उके आधार कने हुना जुन भन्छ छि तैदिपट्टि जुन कन्सर्न जुन छियोपट्टि अस्तित्व ज्ञान लेखट्यो कने चाहिँ बजार दको चाहिँ गैर नेवाटेसँग कब्जा याइन छिबिन नेवाटे टुलटुल दको छ अरे मको छिस आवे बि नो जेनेरेसन त उके आकर्षण न याव अन्त मा कठायोपट्टि शिक्षा सम्मान न दैको ठाउँ पहिचान न दैको ठाउँ मर्यादित पेसाई रुपे चाहिँ आँखा मोबङको या मरो वेस विषय त मोबङको जस्तै डाक्टर मोबङको चाहिँ म प्र्याक्टिस या मरो नि डाक्टर प्र्याक्टिस वकिल लागि ल मोबङको म चाहिँ ल प्र्याक्टिस या मरो ढालु वे किसिमको चाहिँ प्र्याक्टिस कने ज्वेलरी सेक्टर न यामा जीमा अनि उके लागि मासँग चाहिँ आठौँ रेठानी चाहिँ विश्वविद्यालयहरुका झिउटो जुन विभिन्न कला संस्कृति छिउ जुन पनि कला वो कला चाहिँ कया चाहिँ वो बोनियोपट्टि छौ युनिभर्सिटी डेमा वो युनिभर्सिटी खे चाहिँ छिउ काष्ठकला धातुकला मूर्तिकला चित्रकला हरेक कलापट्टि चाहिँ उके चाहिँ झयापट्टि चाहिँ छौ वो उके चाहिँ बनिदियो अनि वो विश्वविद्यालयमा चाहिँ विभिन्न एफिलिएसन बिहा विभिन्न कलेज ट्रेनिङ सेन्टर त्यसमा चाहिँ उता ट्रेनिङ बिहा कने यङ जेनेरेसन पिन त ठो क्षेत्र खे आकर्षणीय नाचिसँग चाहिँ त दुठ्याके भई हिसाब भइजान्छ लिपाङको अवस्था चाहिँ मुनु देश थुल्नु ओ न्याउनीले चाहिँ छौ गुनासो सुधास झिस न्याउनीले चाहिँ वो लु जुटी अवस्था दु तर झिस म्युनीले चाहिँ अन विभिन्न शीर्षज्ञ जस्तै जति रया जिल्ला छुछु विभिन्न शीर्षक तया चाहिँ झिस न्याउनीले वो जुन चल्ती रेट सानो अझ भएको काना मिमाली त्यो अवस्था दु अबले चाहिँ वो व्यवसाय त्यसो छिना त धैदिल छौ लु धैला छौ सम्पत्ति रुपेन कइ चाहिँ अवस्था दु वो सम्पत्ति रुपे कइ चौटी अवस्था वो जुन थप छ एक्सपेक्टेसन याना जब म्युनी तब वो रियालिटी वेबले चाहिँ थम्स एक्सपेक्टेसन याउटी गिछि वेबले चाहिँ अन्हालक चाहिँ मुनु त्यो चाहिँ एकदम नुगा शावटी अवस्था दु थो स्पष्ट यानि छ थो ठण्डालक अझौटी अवस्था छाप बोलनिति अवस्था ख वो यकु मुनु त चाहिँ ठुकी चाहिँ जस्तै भ्रमे लान्छौटी न अवस्था खला कि या छिकुन स वो जति रहे विभिन्न रूपमा क्याउटी अवस्था ठगेरला दैबुटी ठगेरला दैदिन वो चाका सुजौटी अवस्था दु उकि झिसा चाहिँ ठिकीमा उछलेर गाडा हामीले न्यू चीज दुगा छौ चाहिँ झिसा लुन्या हो लुन्याना लुमियो छौ चाहिँ टिसा न्या हो टिसा मियो उकि फरक दुगा वो फरक गेट दुगा हामीले झिसा जस्तै र गोल न्याटका र लु न्याट होला 2 तोला 5 तोला गुली न्यामा अथवा हिसाब न्याट वो लु न्यान्ट लगारा छ मिबले लु लु न्या करे जिमको ओके बाइङ रेट सेलिङ रेट दै वो हिसाबमा फरक परे जा चाहिँ न्या म्युजी उके झल्न लगे जिमको झर्दिन लगे जिमको रिफाइन लस नहुने मको वो हिसाबमा चाहिँ उयो लस चाहिँ एकदमै कम टन्टा एज गुड एज क्याश थियो चाहिँ जुन छिउ नगद सरयपट्टि चाहिँ कारबारी आठेन रुया चाहिँ कारोबार चाहिँ तर लुयोपट्टि कारोबार हो त्यसै कारोबार पाएका त्यसरी हासरगाउँ सूची लगाएर उकि चाहिँ लेबर कस्ट जोडे चाहिँ उकि डेके माल नि विभिन्न डिजाइन रहेछ नि ज्याया माल जोड रहेछ नि उके उति कस्ट जोडे चाहिँ अहिले वो डेकेले जुन किसिमको लस हुने मेकिङ लस जर्ती लगाएर है वो जर्ती नछिस कस्ट उके जोडे जो
Dale Jala Zorezola, Jordi Zorezola. Ale Jala Jordi Pula Yantopati Tisa, the which is a Mingi, Mingi Wakachu Luntella Mozulanisa. Okay, বিভিন্ন chemicals रहेछ नि joint resound रहेछ नि विभिन्न डिजाइन इन्ट्रिन्सिक विभिन्न भेराइटी डिजाइन रहेछ नि वो डिजाइन जोरे नाट नि बल्ल उइटा चाहिँ उइटा न छ गाले न स्क्रैप याना गाले याना उइटा न रिफाइन याना चाहिँ लिकाबले उगेन सर्टेन कस्ट चाहिँ छ बियर यामली एजु कारण हैन तिसा मिबले व लु मिबले यो फरक वो छ बिचाया मागा कन्ज्युमर त्यो छौ चाहिँ गयो ढार्न दुराछ जिरा लु यान्त हो Tisa nyandoi makin lu nyandoi. Ongu nyakana lu nyauni ya itu asindu cipta. Wo concept du sike. Ale chisan चाहिँ वो जुन जाला ale जर्ती लस जी नै थोजुबटी वो लस जी पार चाहिँ वो लो मनी हुआ चिसन वला छिटो धारण या त खनी वो धारण यापटी कस्ट ला सुनो कस्ट बियर या मला वो बियर जो कस्ट चाहिँ लस जी ग तर वन चाहिँ कालान्तरे जस्तै आज छिटो नजर जी जुन थो विलासितापटी करीपटी उदाहरण बिया नि उकी सम्पत्ति जिन छाले रगा राखेको खरा छ विलासिता खे छिसा चाहिँ सपोज 2 लाख रुपैयाँ छिसा खर्च हेरेका वो न्यारे भन्न छिटो लिएर मक्का खर्च हेरेर सिरलगा तर लु वखे टिसा डेकलका सपोज 2 लाख यो 2 तोला वो उ टाइममा चाहिँ सपोज ठौसीमा 20 वर्ष न्याट हारो तोला 10,000 रुपैयाँका तोला 10,000 जुबले 2 लाख यो लु न्याट हाछ व चाहिँ लगभग चाहिँ 20 तोला लु न्याट गागा मतलब 20 तोला लु न्याना चाहिँ 2 लाख या ढगा ढाछ वो 2 लाख रुपैयाँ लु न्यान दम्पटी मनुन ठौ लु मिल लगा ढाछ 2 लाख यो 20 लाख जिरोको अवस्था दुगा हामीले वो जुन सम्पत्ति अभिवृद्धि दुनि लुखे दु वो लुखे टिसा खेन दुछु ह जिस टिसा न्याय कारण छालेर गरे हामीले छिटो परम्परा नि छे जि सिमरेको छिउ परिवार चाहिँ वो लुयो सञ्चित दुनि उयो संग्रह जिके क्रमशः बढे जावनमा छ 20 साल ग जिस चाहिँ हामीले त्यो मार्चा नि छे गया बालाजी चुरा मलाई न्याक्यु नि छे गया जि छौन्यु मजबु बेंकी ब्लेन सिका सिबले देबे छबले तक लुमाउटे अवस्था नि अहिले छिउ परिवार चाहिँ वो हरेक उत्सवपटी छुछु लु चाहिँ जमा जच नि छ पहिला उले जुन तर छपो दवेका वो सियु काल तक थिनि बले वे विभिन्न अवसर चाहिँ ब्यायाबले न्याय मलाई बर्थडे बले गिफ्ट वे वे जुजु पो दवे अब पो छिउ सम्पत्ति ख अले वो 20 वर्ष दौराने चाहिँ हैन 2 लाख यो छिस यान त आठौं मिंगल की 20 लाख जिउ जुल लगा ढाछ अब वो लस उके ब्योर या माल तिस देखो हिसाब सुन लस ल ब्योर या माल तर वो लस ब्योर याना न जिसमा जस्तै आछि कोटे फीका ल फी जलाउने त्यो जन फिर हुँगा वो मिंगिर होला जुए मक्त मे उपभोग्य वस्तु खे सुकेन यो रिटर्न मरगा तर जिसमा तिसला न्याना ठै तिस पाठा जिगा न्याना उते मिंगियो टाइम टकना उके भ्यालु चाहिँ रिटर्न जो अझ घुम्ला मल्टिपल टाइम्स जस्तै नजर जी 2 लाख जना चाहिँ 20 लाख जुल ढका ठाठेन दु मल्टिपल टाइम चाहिँ उके रिटर्न हो छौ जगह छोरा छ तुरन्त न्याना तुरन्त मी चाहिँ मज्यो उपभोक्ता टेसन चाहिँ भाइयो फरक चाहिँ भाइयोपट्टि जुन फरक फाइदा जीव ख वो छिस ट्याखनी तुरन्त जीवले वो वही मक्टा अनि उके चाहिँ घाटा अपवाज उठे खण्डयो ख तर कालान्तरे चाहिँ लुए ट्याकोगा जस्तै छिन हजार त दिले कि लु देखिबले चाहिँ छुटी जति त विभिन्न केमिकल त न युज के अवस्था त गातै दिल अथवा मुनो देशमा उपभोक्ता देशमा छौ थो लु चिसाती या चाहिँ एलर्जी जुल दैवटी न खटनिने दु जस्तै थो छु रसायन त लक्षैबले चाहिँ उकी शरीरले चाहिँ गुकठ हानि एवटी न अवस्था दु दैवटी चाहिँ मुनो देशमा कम्प्लेन जी अंगो न्या मजु जी शिख पोखा मजु दैवटी न जी आ जस्तै मार्जाते मजु दैवटी न वो खटनिने दु उकी वो गुकठ एवटी केमिकल त युज ख वो केमिकल चाहिँ शरीर त गुकठ हानि नोक्सानी यान चौटी अवस्था दु उकी चाहिँ छिकमिन गुली सचेत एकदम सचेत नाबा चाहिँ छिस अथवा साइन्टिफिक दुनि ल्याब के यो टेस्टिङ या फेसिलिटी न मरो छ के विकास जुन थो वैज्ञानिक विकास जो वो छे नेपालमा टेक्नोलोजी ढाउला विभिन्न टेक्नोलोजी त ढाउला वो टेक्नोलोजी ढाउ कारण हैन आछिस वो लुयो पनि तिसा डेकिबले जुन विभिन्न केमिकल त छलाई किउ ख वो केमिकल छि स्वास्थ्य लागि हानिकारक न ढोका छि समस्या गरा बा चले जछ न तर जब वो केमिकल चाहिँ छिउ लागि हानिकारक दु ढगा रहे छि के प्रमाण त अथवा उकेपटी जुन स्टडी पटी विभिन्न रिसर्च पटी फाइन्डिंग्स त होला नि वो वेट हुँका छिस उइटला कन्टिन्यू या मन त नि मजला नि एजे अयो केमिकल दको चाहिँ छिस चाहिँ वो ब्लैक लिस्ट उइटो चाहिँ युज या मरु प्रतिबन्ध ठोटे मरु नि ठोटे या युज या मरु उके सट्टा ठोटी जुन चीज चाहिँ छिउ शरीर त उले रियाक्ट त व्यवसाय देशमा नाफै लागि अछियो लागि ल वो यान चौटी दैछ न वो नाफै लागि म वो चाहिँ गेरा छ सोल्डरिङ ढाइ छि जोइन्ट यो लागि विभिन्न चीज केमिकल चाहिँ दै जस्तै आ नापा चाहिँ क्याडमियम ढका ढुका वो क्याडमियम ढेउ मेटल गयल ढका उकी चाहिँ छिस एकको समय टक छिउ स्किन न टच जसन ढका ढाछ उकी चाहिँ क्यान्सर तक न याफु जसन खानिगा अब समस्या लेबा चाहिँ विभिन्न रिसर्च त जुल विभिन्न वो के फाइन्डिंग्स त वो बले एठो क्याडमियम ढाउ ढाटुलाई क्यान्सर आयो
मलाई अहिले वे सम्बन्धी कया चाहिँ युरोपियन युनियन जुन मलाई ठो युरोपियन जुन सेन्जन कन्ट्री त अम्सँग चाहिँ जुन इम्पोर्ट या त्यो छ यो टिसा त अनि वन ढुङ्गो टिसा नियम लागू जिरङ्ला अम्सँग टेस्ट नाच कहीँ जोला अनि टेस्ट हामीले क्याडमियम खण्ड र क्याडमियम हो नेपालले चाहिँ भने जो क्याडमियम डु चाहिँ मज्यो ढाका अम्सँग लिसै अबले चाहिँ अरे ए ठो क्याडमियम ढालो ठेउपट्टि खनी घटन छ यो जान्छ ठो यो जा महिला ढाका चाहिँ वो चीज त दोको छ प्रतिबन्ध त उके सता ठकुना दोको जिंक चलेन जों जिंक त चीज चाहिँ जिउ शरीर लागि हानिकारक मुखका अहिले अठेन्डो जुन केमिकली पनि विषयले खाना हामीले विभिन्न एसिड त दैछ नि का त्यसमा जुन चाहिँ वो पलिसिङ युज लागि चाहिँ प्रयोग याइ मलाई अहिले वो एसिड त चाहिँ जस्तै होलो खोक्रो वाला डिजाइन त दै नि जस्तै रिङ मार्चा खे दुई खोक्रो दिएछ नि अठेन्डो अंगु सिख ओके दुने वो खोक्रो दिन चुरा बाला चुरा अहिले खोक्रो जुल लगाएर छ अहिले दुने वो तेजाबी कस्ट भरिभरि चाहिँ भरिभरि उके टच चाहिँ छोरा अब कन त बाँकी रहेछ नि अहिले वो कन चाहिँ झिउ स्किन यो जुन पसिना दैने वो पसिना न लाइभले उके रियाक्ट जुया चाहिँ छिटो जल्ल वया केमिकली चाहिँ छिटो चाहिँ जल्ल वया खान जुपट्टि ज्ञानरो जस्तै अंगु ढाइट अंगु खेन चाहिँ जस्तै आठो अंगु खे दुने ठन चाहिँ ठ्या सम्म मजुएपछि खोक्रो जिगा अहिले खोक्रो जुलिना ल झि लालिसिले ल लान्छ नि अहिले वो ल चाहिँ झिस एकै लिखना गंकी मखु दुने प्यानान जुज नि अहिले वो प्याटर्न जेले मा भ्या वो छंगु चाहिँ एलर्जी भ्या वो छंगु खे दुने खा ज्या यो घटना त न खण्डु यो चीज त चाहिँ भइदियामा तर छिस चाहिँ नुयुपट्टि त्यसले फुल्ली ब्यान याको लागि चाहिँ हस्त नेपाल सञ्चारी महासंघ चाहिँ गुखना भूमिका छ आज छिटै दिल नि पिनीला निर्यात जन्ने यैले पिनी अन ब्यान जुङको अवस्था दु झिस थना छैबले ओ सामान लिटवे जुङको अवस्था तर छिहा आतकले ब्यान जुङते अवस्था मर्नी हस्तकला महासंघ ब्यान ढका ढासा न जस्तै अन बजार देशमा चाहिँ विभिन्न थासा चाहिँ केमिकल त युज जान्छौं त आन विभिन्न मुनुतिर चाहिँ वो जुइचौं त धैबिन खटन येने दु अब टोटली वो चाहिँ ब्यान याको लागि सायद 10 वर्ष 11 वर्ष 10 वर्ष ती दर्जिगा 70 साल अंख 70 साल तक चाहिँ क्याडमियम ढाउजुन न जी है नि वो मेटल चाहिँ युज होगा वो चाहिँ केमिकल यो चाहिँ वो तिसा देखियो चीज चाहिँ युज होगा उके ना चाहिँ अब देखि भी मेन चाहिँ कन्ज्युमर त सिबेन जुन उत्पादन यबी कालीगर त दुनी अमियो स्वास्थ्य खे चाहिँ दक्षिण मध्ये अपो चाहिँ हानि जो खण्डुगा छल लगाएर हामीले वो जुन ग्यास पिया होइन हो कि वो ग्यास युपट्टि छिसा प्रपर चाहिँ उके सेफ्टी मेजर्स न मया त मास्क तेमा गगल्स तेमा छे मया चाहिँ खाली थेन्डो सिद्धान्त जना जाइन बी प्रपरली चाहिँ भेन्टिलेसन न मरु अब जुन ग्यास भयो वो ग्यास न ठाउँसान्डो इनाले आइजला म श्वास काइले दाउने जला अहिले उकि yana चाहिँ उन्ट चाहिँ अनेक किसिमको स्वास्थ्य प्रब्लम त प्या होला जस्तै सास क्याम भयो मलाई विभिन्न छाला सम्बन्धी रोग त यो खण्डै होला अहिले उकि yana चाहिँ एक्नै सिना नहुनका ताले वो तस्का चाहिँ हानिकारक ढका रही चीज छिटो चाहिँ प्रमाणित ज्या होला अहिले वो चीज चाहिँ 70 साल आउने छे ठो मेटल चाहिँ लागु है यामहरु छियो आचार संहिता न दु हानिकारक थेओरी चाहिँ केमिकल्स र रसायनहरु धातुहरु मिक्स गर्न नपाउने काम गर्दाखेरि ढका चाहिँ वो हिसाबमा चाहिँ छिसो वो आचार संहिता दिएका लागु या जिरो बोलु आठङ नै नेपाली पटी लु बजार हे उके यो सता अल्टरनेट छ हामीले छ वो अल्टरनेट न छिसो ब्याउडु मतलब एजुली आयोपट्टि लु वो मार्केट हे नक्ने छि धैर्योपट्टि जुन केमिकल त मिसाएना उ एपट्टि चाहिँ मरु अहिले वो मिसाएना न वो लवर नेउ लागि न भएको छु वो चाहिँ छोरा सोलरियो लागि जोरेयाउ लागि चाहिँ वो युज रिपट्टि ख अहिले वो युज मयाको चाहिँ डिजाइन त प्यावे मक्त अहिले नापा चाहिँ वो क्याडमियम जुन हानिकारक उयो प्रभाव त दैउ ख वो असर बारे अनभिज्ञ जो कारण युज या चंगो जला उके चाहिँ लव योको दैउ अथवा चाहिँ लाभ चाहिँ उयो चाहिँ प्रॉफिट मोटिभ ज्या चाहिँ वो ज्या आवपट्टि चाहिँ म हो लिपाङ अवस्था जुन यहाँ जीव कालीगर पाखे भने लिपाङ अवस्था चाहिँ चिनेवा दाजगिजमे कालीगर त दक्ष कालीगर त मरो अवस्था चाहिँ जस्तै नापनापा चिनेबाट सय उत्पादन थप्न सय जासले सुना देखिबले चाहिँ जस्तै माकसी देखियो अवस्था दु तुकी बगी देखियो अवस्था दु हिना अंगु लगायत विभिन्न अंगु त विभिन्न कल्या सिकया कलिन सिकया विभिन्न देखिउटी अवस्था दु वो हाना नेवा पवती कथा देखिउटी छिउटी हो छौ काली गरे विशेष त दुटी अवस्था जुल लिपाङ अवस्था जेबी फुक सुनार त मारवाडी त बंगाली त विभिन्न वो थासा वइ जन्दु लिपाङ अवस्था बजारे छि जस्तै टिसा वेउ दै चीज वो टिसा छौ वेउ चीज न अवस्था ख लिपाङ अवस्था जुन छिउटी नु जेनेरेसन त वइ जन्दु झि आ नु वृद्ध जि जौती अवस्था वपि ज्येष्ठ नागरिक त वेक अप छ अझ टिसा 3 जौती अवस्था मरु वेक अप छ न वो आ जस्तो वेक अप छ छु उत्पादन या त वे ति माल चौती अवस्था दु उगी छिक छ गु कथा वाचाका नेपाल युति परम्परागत रूपमा युति वो टिसा टिक्यो लागि चाहिँ वो न छौ व्यक्ति त छिन हाज दैथे सञ्चय या लागि भच या लागि न वो छौ मददगार जुति अवस्था खनि अब छिरे यो खै पकाएर छियो चाहिँ जुन थो ट्रेडिसनल चाहिँ ज्वेलरी त नि वो ट्रेडिसनल ज्वेलरी त गहना बचाइ आउट हैन छौ सरकारी विषय ख
ठुकी चाहिँ प्रब्लम सुनेर गरे हामीले ठकुने चाहिँ इन्टरनेट यो जमानाका छि लाटे लाटे मोबाइलले चाहिँ सारा संसारी फ्यासन निस्केका या ट्रेन्ड्स त जुन भइन्छ लेटेस्ट ट्रेन्ड्स त डिजाइन्स त वो डक्को चाहिँ छ मोबाइलै सोएका अहिले हैन गयो झुटो जुन टिभी उयो चाहिँ विभिन्न चाहिँ टेलिभिजन के चाहिँ सो त उयो चाहिँ नि टेली सिरियल प्रभाव होइन चाहिँ झिउ जुन टिसा टिभी मोनिटेट नगरेर फलाना सिरियलमा भएको जस्तो ठयोपट्टि किसिमको टिसा हामीले वो ट्रेन चाहिँ भनि चाहिँ जुन सञ्चारी विकास जुन नि वो टेक्नोलोजीको कारण होइन वो परिवर्तन चाहिँ झ्याउनु अमेरिका चले जो डिजाइन तुरंत नेपाल ठेन्नुगेगा इंडिया चले बने जो नो डिजाइन तुरंत नेपाल ठेन्नुगेगा हामीले वो संचारीपट्टि विकास जुन जो हो वो ग्लोबलाइजेसन यो कारणै चाहिँ अहिले चीज देश नागरिक देश न परम्परागत रूपमा छैन पिनिटी आईआईटी वो भन्छ चाहिँ लेटेस्ट ट्रेन्ड्स पाए ढल्के जो अवस्था खन्द तर ट्रेडिसनल चाहिँ छिटो मरेका मगा जस्तै आछि ज्याजङको आएका भीमरो ठारोन याइबले जुन न्याप्ने टाइपरी मुन्द्री चाचा दो वो छिसमा पिने डिजाइन नब कपी ना चाहिँ झल्के मजलका वो छि मौलिक डिजाइन वो पूजा याद है वो टेमा टेमाउटी मलाई अठेन दो छि चाहिँ ब्याया लागि चाहिँ लाटे चाहिँ वो जुन कलेज हेपटी चाहिँ जुन चल वो छिसमा वो पिने पटी सोया देखे या मजल ओके लागि छि मौलिक वे डिजाइन माल्ने अरे स्वयंवर एउटा जस्तै टिलरी तेमाल लगारा वो टिलरी समे पनि कपी ना या चाहिँ जुबरी अवस्थामा हो जिउ ट्रेडिसनल ज्वेलरी त चाहिँ प्रिजर्भ हैन उइट अस्तित्व लिएका नु डिजाइन त जिसना गेना एडप्टेसन या नु न जिसना क्यामाल पुलाउ त न बजाइन टेमा नेपाल हस्तकला महासंघ न छौ अछि या फैजिन छिस परम्परागत रूप युति तिसा दन छेलमा थो तिसा दैजि जिउ मसिका ख थौजि दैजि वो सेमिनार द अजौति चाहिँ थाथासे जस्तै वो थाथासे जिउपा बाले न छौ छिस चाहिँ मौलिक हस्तकला युति जिउति मौलिक तिसा न छिस छेल बुला हेमा दैजि बोला नेपाल सुनचारी व्यवसायसँग न या माउटे अवस्था अब विकास जवाउडो छलेर गरे हामीले जिउ जुन थो विभिन्न चाड पर्व जुन चाहिँ सामाजिक कार्यक्रम सांस्कृतिक धार्मिक कार्यक्रम यो जी नि उके लागिला चाहिँ हाम्रो पिने किसा चाहिँ छिउ मौलिक त छल्के मजोगा म वो कार्यक्रम यो लागिला छिउ मौलिक डिजाइन त मला ए ज्याला आठौने जुन किसिम यो थो बुटा छिस कटाकिया डेगीपटी जुन ज्याटो दुनी वो ठाउँमा एकदम चलन चल्ती होलुगा अब वो हल्का न बने जो मलाई एकदम हल्का न बने जो डिजाइन न एकदम भव्य बने जो छिउ थoi ट्रेडिसनल चाहिँ छिउ जुन डिजाइन डेगीपटी कला ख उकेपटी प्रयोग ज्या जो परि ख अहिले जुन फेसन ज्वेलरी त देख भ जुन चाहिँ फेसन ज्वेलरी रहेका पिनैपट्टि फेसन सोया वइपट्टि वो चाहिँ ठाउँने बुढा पिसा सिबेन अप यंगस्टर्स चाहिँ अप ये कुगा हो सारा वो ट्रेन्ड्स लेटेस्ट ट्रेन्ड्स त जुन इम्सा कपी है इम्सा फलो है जो इता छि बुढा पिसा रह्यो वो इम्सा उके रिटर्न भ्यालु अथवा चाहिँ जुन चाहिँ मी बले गुल लेभल ल्यावे कल्छ लिलो वे कि म वे ओयोपट्टि सोइ छु छिस उके रिसेल भ्यालु चाहिँ छिस अप चाहिँ उके सोइ जो नि झिउपट्टि वो जुन कल्चर दो उइटा चाहिँ मिक्स कल्चर ज्याउडुगा नोटी सन चले जाउन चाउडु प्लाउटी साइड न चाहिँ झन्झन उकेपट्टि आछन आवश्यकता बढे जाउडु नपरेन दु वो बुटा किया देख्यु आठो छि चाहिँ जुन उइटा जुन टिसाइपट्टि चाहिँ प्रचलन त जुन ट्रेडिसनल ज्वेलरी वन चाहिँ आर्ट वो कल्चर नापन दु वन विकास या उइपट्टि प्रमोट चाहिँ ज्याउ जी ज्याजो यदि लगभग अन्त्य पाखि थिन्नु अवस्था तो लिपाङ अवस्था चाहिँ थो तिसा वो लु हो व्यवसायले चाहिँ जस्तै थौकने मार्केटले भन्ला छ्याप छ्याप दि सुन भन्ना कम छैन हराएमा दर छैन दैउटिन यो कुत वइ चौटी अवस्था दु मलाई विभिन्न जस्तै लुयुटिए सवालले आथौकने लु पसले वना लुन्यामा दैउटी अवस्था मरो प्रत्येक छे पट्टि गए विदेशे वैदेशिक रोजगार युति नामे विभिन्न बहाना नामे विभिन्न थासे हुन्छ अवस्था दु अनवैबले उपभोक्ता देश अनय लुन्याना हैचौति न अवस्था दु लिपाङ अवस्था चाहिँ लु ओ व्यवसाय त सञ्चालन या त न्याक त चाहिँ सर्भाइभ जु लागि आज से लुपी व्यवसाय त थो व्यवसायले वे चाहे जुस चाहिँ गुको थ न्या अनि फै अवसर समस्या व चुनौती त छुछु अवसर चाहिँ यो कुनै अवसर दु नछ जी हैन नेपाली देशीय अर्थतन्त्र चाहिँ उइटा काया पलट हैन छ समृद्ध अर्थतन्त्रपट्टि निर्माण या लागि यो ज्वेलरी सेक्टर चाहिँ भूमिका मिलेको ओटसकै छ बालाउ अवसर का चुनौती लागि ढामल लगाएर जुन चाहिँ पोलिसी दुनी हरेक व्यवसायकै रिस्क फ्याक्टर्स तो दैछ नि उके मध्ये दक्ष तर छिटो चुनौती अथवा ठकुने छिटो फेसन समस्या सुनेर गएर सरकारी पोलिसी ठयो नखा चाहिँ बजार विकास या चाउँदो ठिकै अरबौं लगानी या चाउँदो मलाई लाखौं मण्डलसँग रोजगारी या चाउँदो तर थो व्यवसाय त चाहिँ सुनिश्चित याउ लागि अथवा कानुनी दायरा दुने याउ लागि निश्चित मापदण्ड व निर्देशिका अथवा ऐन कानुन त सरकारले ढ्याग्यो मर्नीका ठिकै कच्चा पदार्थ दक्ष मध्ये प्रब्लम का जया टेक्नोलोजी चाहिँ जुन ट्रान्सफर जिमा हो टेक्नोलोजी नेपाल एडप्ट जिया चाहिँ मिशनरीज त हेमा हो वो हे बेचौं मर्गा
हेल्थ दक्कु चीज चाहिँ इन जनरल सुले हामी चुनौती सुले दक्षिण बटे सरकार सही नजरे छिलाई दक्षिण बटे तरौ चुनौती छिकु सरकारले थुइकौनिले वेक अप न तापु छुदले जस्तै मिगन छिकु नाप्लान दिल अर्थमन्त्री नाप्ला ढुङ्गो अवस्था छिकपि तारन्तार भन्सार विभाग नापचना सल ब्याक्युटी जाजो याजो अवस्था दु तर निचोर धासो वइजो मरु तर भन्सार विभाग चपिनसन छुदै छौ ती अवस्था दु धासा जिमसन टाइम रिपोर्टिङ या निबले वेक अप नुति संगठन नेपाल सुनचारी रत्न तथा आभूषण नेपाल सुनचारी व्यवसायी संघ अले सुनार देवते अलग्गे हान सुनचारी व्यवसायी संघ हान मारवाडी देव अलग्गे दु जिमस समन्वय या लागि सुइलिसी समन्वय या जिमस गुगथ न्या हुने वेक अप नि 26 26 या न्या मोतले जिमसन ठोस निर्णय या फैमखु देवतिन वेक अप न तापु दु नि ठोय ख इमुपटी चाहिँ मेन खया ठोय ख छिसन चाहिँ जुन विभिन्न संघ संस्थापट्टि उदय जाव छिकमिले 26 26 विमा सरकारी पोलिसी लेखमा बिर हाला मजिल चाहिँ वो 26 सिबेन उ डको छवे लाइन हेमल विभिन्न संघ संस्था गठन यावला प्रजातान्त्रिक अभ्यास ठाउँमा छिमजा छौ मागदल कने वन मेउ संगठन वो मजिमा ढका चाहिँ छिस महासंघ गठन न हो अथवा महासंघ दे ढुङ्गा महासंघ कुसाला वइचौ त्यो अवस्था मर्ने वइचौ मोर्चा चाहिँ वो जुन मवाबी संस्था त दुई अंशा चाहिँ लुखे पाउँछ मरुगा सार लुइपुरी वितरण प्रणाली है महासंघ अन्तर्गत जाउँदो महासंघ आबद्ध जुपी जुन संस्था त दु अमता जग्गा लुइपट्टि चाहिँ उके कोटा जुन वइचौ कोटा खे चाहिँ पहुँच दु उ सिफारिस आवे महासंघ सिफारिस आव ख ए जुनै महासंघी भूमिका ठण्डालको न चाहिँ दक्षिण मध्ये मुख्य जिया प्रमुख जिया वौदु अहिले सरकार हामीले चाहिँ पञ्चायत जीव लागि इमसँग यान्छौ मरो छिसन हामीले ठेयामा लगा ठैजना अहिले वो पञ्चायत जीव लागि इमसँग किनिवे छुरा छ तपाईहरु मिलेर आउनुस् न मलाई एज या आठुसी चाहिँ छिसन भू प्र्याक्टिस हुने नउडु खला नाप्न थु प्र्याक्टिस यार तपाईहरु मिलेर आउनुस् न तैलेला छिक्ने मिलेर मजु चाहिँ आठुसी चाहिँ छिसन छैन रगा छ ठो भ्याए चाहिँ अर्थमन्त्री नाप्ला चाहिँ विषय के जिमसँग चाहिँ संगुना महासंघ जस्तै नेपाल हस्तकला महासंघ नेपाल सुनचानी रत्न तथा आभूषण महासंघ अहिले छिउ नेपाल सुनचानी व्यवसायी महासंघ संगुना महासंघ छठा चना छिउ सामूहिक माग सुखाले छ तो व्यवसाय त नक्ने छिँदै त विभिन्न किसिमको विकास निर्माण हरियङ्ग्यौ लागि छिटोमा आउँछु कच्चा पदार्थ ऐन कानुन मलाई उकेपट्टि मूल्य निर्धारण गुणस्तरीपट्टि अछि यङ्के वो हेउ लागि सुविस्ता ओसार पसार ध्यानु मलाई वो डक्को चिज खे चाहिँ छिस सामूहिक चाहिँ छिउ मागी त छठान्नु तया छमेस्या उना छौ खल्याउ मेमेस्या उना मेउ खल्याउ ए मयासी संगुना महासंघ अन्तर्गत रूपी विभिन्न संघ संस्थापट्टि माग त छठान्नु तया कम्पाइलेना संयुक्त माग पत्र जना अर्थमन्त्री जथा जिमी हाउ नहुगा ताल उके लिचो छुन जुल रखा हामीले उके चाहिँ इन्सान नक्नी तै थेर्नु तपाईहरु मिलेर आउनुस् न ढाका मण्ड एजे वो भुटबन टिकिमाला अहिले छिउ उद्देश्य प्राप्ति आउ लागि चाहे संस्था न्यावे जिमा मलाई दक्षी उद्देश्यले छवे खनी उद्देश्य छवे ख खाली चाहिँ जी उद्देश्य जीव कि छ उद्देश्य जीव ढका चाहिँ धेरै बल्ला भटिजा चाहिँ वो जुन कुर्सी तान प्रतियोगिता ढाइनी चीज चाहिँ अयो के अपो इङ्गेज हुने जग्गा छिपी ल चाहिँ छिस पहिला मफै चौला मखला एजे ठुके पाखे छिपी सचेत जिमाला नेतृत्व एबी मन्टेछ छिसा चाहिँ स्व व्यक्तिगत स्वार्थमा हो व्यवसायको स्वार्थ दक्षिण सामूहिक स्वार्थ सेवावन माला एजिया ठुके चाहिँ छङ्गु जिउ ढाक्सिन छिउ ढायावन माला ढका चाहिँ आठुक कुटा एना चाहिँ हुनौडु द घण्टाको लगेको सरकार चाहिँ आगो बहाना तया चाहिँ इबी बिसुन दै भएको जिमसँग हम तो वो किसिममा चाहिँ वो चाहिँ जुन किसिममा वो ब्लेम यानाहरु नि छिमे मिले म छमेस्या छौडाइ मेमेस्या मेउडाइ वो अवसर चाहिँ आसिस छुइ हाल्दै बियुजी मको छिसा संगुना महासंघ छठा जना सामूहिक रूपमा जुन कलेक्टिभ बार्गेनिङ पटी जुन छिसा चाहिँ अनुभूति छिके दुख अनुभव दु वो अनुभवी पटी पाखे चाहिँ सरकार त न हया साथै नेपाली विकासको लागि खलान्छ नौ ख छिसा व्यवसायी जग्गा खलान्छ नौ उपभोक्ता जग्गा खलान्छ नौ मको व्यवसाय कालीगढ वो ओके कर्मचारी अपन निर्यात या फिर आयात या फिर नेपाली व्यवस्था खनी ए या ठो चीज चाहिँ सरकार न उयो ठिके बिमाल अनि वो ठिक्यो लम्फु खे छि दक्षिण चाहिँ ठिके फट्टा गाडा छ उपभोक्ता त न फाइदा जी लगानीकर्ता न फाइदा जी जय पिन त न फाइदा जी सरकार त न फाइदा जी दको क्षेत्र त चाहिँ विन विन सिचुएसन हैन दको स्टेट ट्याक्युपटी सुनो बिमा दको ट्याना चाहिँ वइपटी किसिम हो अयोपटी चाहिँ वातावरण बने हस्त व्यस्तता बावजुद न छाया दिला आपला आप सुबाय देसना समय सम्बाद्य नीति यक्को सुबाय जो धुवा छि लुङवा नब सम्बन्धित जल्लो बल्लो आठौँने लेटेस्ट ह्यापनिङ चाहिँ जुन दु अथवा छु काटेउ चाहिँ अवसर ब्या दिला जिन्थो नेपाल मण्डल टेलिभिजन यको सुबाय सोको मी 5 मिनेट दगस्त चाहिँ नमस्ते याना हस्त सुबाय